इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजोलपा नमस्कार अनि अभिवादन। आज इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रममा हामीले वर्तमान परिस्थितिमा जातीय मुद्दा, वर्गीय मुद्दा र दलितको मुद्दा, यी मुद्दाहरू अहिलेको संविधान अनुसार सम्बोधन गर्न सक्छ सकिँदैन, के कस्तो अवस्था रहन्छ त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि यी मुद्दाहरूको विषयमा आफ्नो मत राख्दै आउनुभएका र राजनीतिक विश्लेषक, उहाँलाई आहुति भनेर पनि चिनिन्छ, उहाँलाई आमन्त्रण गरेका छौँ। विश्वभक्त दुलाल आहुतिजी, सबभन्दा पहिला तपाईँलाई नमस्कार। जोजोलपा। हजुर, नमस्ते जोजोलपा। अहिलेको अवस्थामा जुन चाहिँ वर्गीय मुद्दा, जातीय मुद्दा, यो दलितको मुद्दा लगायतका छन्, यी मध्ये मानिसहरूले भन्ने गरेका छन् अब राजनीतिक क्रान्ति पुरा भयो, अब भनेको आर्थिक समृद्धिको लागि लाग्ने हो, यी मुद्दाहरू प्रमुख विषय होइनन्, यो मुद्दाहरू सामान्य विषय हुन्, अब प्रतिस्पर्धात्मक रूपमा बहुदलीय प्रतिस्पर्धा हिसाबले चाहिँ अगाडि बढ्ने भनिरहेका छन् एकातर्फ, विशेषतः प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू। तर आदिवासी जनजाति भन्नुहोस्, दलितहरू भन्नुहोस्, उहाँहरूले आफ्नो मुद्दा स्थापित भएकै छैन, हाम्रो मुद्दा यो संविधानले सम्बोधन गर्दैनन् भन्ने ढङ्गको मत राख्दै आउनुभएका छन्, असहमति प्रकट गर्दै आइरहेका छन्। तपाईँ विश्लेषकको हिसाबबाट हेर्दाखेरि यो दुईटा कोणलाई कसरी हेर्नुहुन्छ? अब पहिलो कुरा चाहिँ मेरो ध्यान कहाँ छ भने नेपालमा वर्ग चाहिँ कसरी बन्यो, त्यो चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो। चीनको समाजमा वा रुसको समाजमा वा युरोपमा उनीहरूको वर्ग निर्माणको प्रक्रिया आफ्नै प्रकृतिको थियो, तर नेपालमा चाहिँ आफ्नो वर्ग निर्माणको प्रक्रिया आफ्नै प्रकृतिको छ। त्यो भन्नु खोजेको के हो? त्यो भनेको के भने नेपालमा जुन बेलामा पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरिसकेपछि र अहिलेको सिमाना कायम भएपछि उहाँहरू चाहिँ हिन्दू सामन्तवादी अथवा हिन्दू वर्ण व्यवस्थामा आधारित राज्य उहाँहरूको भएको हुनाले त्यही आधारमा नै यो देशमा शासन सुरु गर्नुभयो उहाँहरूले। र जङ्गबहादुरको पालामा आइसकेपछि चाहिँ उहाँहरूले एउटा मुलुकी ऐन भनेर विक्रम सम्वत 1910 मा ल्याउनु भयो र त्यसले के गरिदियो त भने त्यो मुलुकी ऐन अहिले पनि मैले त कहिलेकाहीँ आरोप जस्तो पनि लाउने गरेको छु कि नेपालमा सबभन्दा लुकाइएको पुस्तक कुन हो भन्यो भने त्यही हो भन्ने गरेको छु मैले, किनकि त्यो मुलुकी ऐनले चाहिँ नेपालका आन्तरिक राष्ट्रियताहरू जसलाई जाति भनेर पनि बुझिन्छ, नेसनालिटी वा नेसनालिटिज भनेर जसलाई बुझिन्छ, तिनीहरू राष्ट्रियताहरू हुन्, आन्तरिक राष्ट्रियताहरू हुन्। जाति भन्ने शब्द चाहिँ अनुवाद मिस्टेक भएर जाति भाव हो, अङ्ग्रेजीमा यो नेसन र नेसनालिटी हो, अनुवाद गर्दाखेरि राष्ट्रियता र राष्ट्र भन्नु पर्थ्यो। नेवार एउटा राष्ट्र हो, लिम्बू एउटा राष्ट्र हो हुनुपर्नेमा नेवार एउटा जाति हो हुन पुग्यो। ती जाति वा ती राष्ट्रियताहरूलाई पनि हिन्दू वर्ण व्यवस्थामा जसरी जातहरूलाई, कास्टहरूलाई हेरिन्छ त्यसरी नै कास्टको रूपमा त्यो मुलुकी ऐनले हेर्न सुरु गर्यो। एक दोस्रो चाहिँ हिन्दू समाजभित्र, नेपालभित्रको हिन्दू समाजभित्रका विविध जातहरूलाई चाहिँ किटानीका साथ योभन्दा यो सानो, योभन्दा यो सानो, यसको जुठो यसले खान हुनेदेखि लिएर सजाय पनि फरक फरक त्यसले तोक्यो। र जनजाति भनेर जसलाई अहिले भनिन्छ, जो आन्तरिक राष्ट्रियताहरू हुन् तिनीहरू, जातिहरू हुन् तिनीहरू, उनीहरूलाई पनि त्यसमध्ये 4-5वटा जातिलाई मतवाली तर नमासिन्या भित्र राखियो। त्यो भनेको चाहिँ जाँड रक्सी खाने तर चाहिँ त्यसलाई काट्न र दास बनाउन नमिल्ने, नमासिन्या भनेपछि दास बनाउन किनबेच गर्न नमिल्ने। त्यसभित्र लिम्बू, अहिलेको राई, त्यसपछि सुनुवार, गुरुङ, मगर र नेवार, यी 6वटा जातिलाई त्यसभित्र राखियो र उनीहरूलाई के गर्न दियो त भने सेनामा जागिर खान दिने, नेवारलाई व्यापार गर्न दिने इत्यादि अधिकारहरू चाहिँ केही दिइयो। यदि मुलुकी ऐनले त्यो अधिकार मासिन्याहरूलाई दिँदैन थियो भने अङ्ग्रेजी पल्टनमा उनीहरू जान पाउँदैन थिए, नेपाली सेनामा पनि आउन पाउँदैन थिए।
तर जनजातिहरूमध्ये अर्को त्यसबाहेककालाई चाहिँ मासिन्या मतवालीभित्र राख्यो त्यसले। मासिन्या मतवाली भने चाहिँ सरकारी जागिर खान नपाइने, सेनामा जान नपाइने, पढ्न नपाइने, व्यापार पनि अन्त गएर गर्न नपाइने र चाहिँ तिनीहरूलाई दास बनाउन मिल्ने। त्यसभित्र तामाङ, थारू लगायतका, चेपाङ लगायतका अरू सबैलाई राखियो। भनेपछि जनजातिभित्र पनि त्यसले दुईटा श्रेणी विभक्त गरिदियो। भनेपछि एउटाहरूले जागिर खानै नपाउने भएपछि ऊ वर्गीय रूपमा तल पर्ने स्वत भयो हैन। अनि दलितभित्र पनि फेरि दुई थरी बनायो त्यसले। अहिले जसलाई दलित भनिन्छ त्यति बेला पानी नचल्ने, पानी अचल भनेर भनिन्थ्यो। एक थरीलाई चाहिँ पानी पनि नचल्ने, छोइ छिटो हाल्नु पर्ने बनायो, जसभित्र अहिले जसलाई दलित भनिन्छ उनीहरू परे। अर्कोलाई चाहिँ छोइ छिटो हाल्न नपर्ने तर पानी नचल्ने, त्यहाँ पनि दुई भाग गरिदियो। भनेपछि दलितहरूको बिचमा पनि, श्रमजीवीहरूको बिचमा त्यहाँ पनि फाटो। र अनि जो तागाधारी भनेर जो जनै लगाउने जातिका रूपमा चित्रण गरियो उनीहरूलाई पनि तहगत रूपमा राखियो हैन। जस्तो कि पूर्विया उपाध्याय ब्राह्मण, त्यसपछि कुमाई ब्राह्मण, त्यसपछि जैसी, त्यसपछि झर्रो छेत्री हैन, त्यसपछि छेत्री, त्यसपछि घरती छेत्री हैन। अनि त्यसपछि आयो को त भने जातभित्र नपरेको 10 नामी सन्यासी। यसरी जङ्गबहादुरको मुलुकी ऐनसम्म आउँदा चाहिँ नेपाली समाज चाहिँ त्यो मुलुकी ऐनले एउटा निश्चित दिशा दियो वर्ग बनाउनलाई। पछि त्यसको मुख्य उत्प्रेरक तत्त्व के हो त भने नि जात व्यवस्था चाहिँ नेपाली समाजमा वर्ग निर्माण गर्ने मुख्य उत्प्रेरक भयो। एक, जति ठुलो जात त्यति माथिल्लो वर्ग हुने भयो हैन। जति सानो मानिएको जात त्यति तल पर्ने भयो। त्यसो नगरेमा सजाय हुने भयो। लिम्बूले एकजना दमाईलाई छुवाछुत गरेन भने लिम्बूले सजाय पाउने भयो, जबकि लिम्बूलाई वर्ण व्यवस्था भन्ने थाहै थिएन हैन। जस्तो कि भनौँ न नेवारभित्रको कुरा गर्दाखेरि पोडेहरूलाई के भनियो त भन्दाखेरि घाम अस्ताएपछि सहरभित्र नपस्नु भनेर लेखियो। त्यो मुरुज्ञानमा लेखिएकै छ। जो मान्छे घाम अस्ताएपछि सहरमा समेत बस्न पाउँदैन त्यो मान्छेको वर्ग कसरी माथि जान्छ? सम्भव थिएन। यसको अर्थ चाहिँ यो मुलुकी ऐनले नै वर्ग बनाइदियो। म भन्दैछु त्यो मुलुकी ऐनले चाहिँ एउटा मुख्य आधार के बनायो त वर्ग बनाउनलाई भने जात व्यवस्थालाई आधार बनायो। दोस्रो चाहिँ पृथ्वीनारायण शाहको राज्य विस्तारपछि त नेपालका विभिन्न राष्ट्रियताहरू त उत्पीडनमा परे हैन। नेवार, लिम्बू, राई, तामाङ सबै नै उत्पीडन परे। उनीहरूको भाषामाथि उत्पीडन भयो, उनीहरूको भूमिथलोमाथि उत्पीडन भयो। उनीहरूले हजारौँ वर्ष लाएर बनाएका जमिनहरू चाहिँ बिर्ता बाँड्न थालियो हैन। जस्तै कि भनौँ न खोटाङको हलेसी भन्यो भने त्यो किराँतहरूको तीर्थस्थल हो त्यो। तर त्यहाँ पुजारी को तोकेर पठाइयो त भन्दाखेरि पुजारी चाहिँ काठमाडौँमा बस्ने राजाले एकजना गिरी खलकलाई पठायो, बिर्ता दिएर पठायो। भनेको त्यो मन्दिरको नाममा रहेको त्यो पुजारीको निम्ति घाँस बाँस सबै मिलाउनका निम्ति भनेर किराँतहरूले चाहिँ हजारौँ वर्ष लगाएर बनाएको जमिन त्यतिकै बाँडियो हैन। भनेपछि राष्ट्रियताहरू, आन्तरिक राष्ट्रियताहरूमाथि दमन हुने क्रममा पनि वर्ग निर्माणमा असर पर्यो। काठमाडौँले चाहिँ केन्द्रीकृत राज्यले भेरी नदी पारी र कर्णाली वारीको खस कर्णालीमाथि उपेक्षाको नजरले हेऱ्यो। त्यहाँ विजित भएका हारेका राजा महाराजाहरूलाई चाहिँ काठमाडौँसँग साइनो गाँसिदिने, सल्यानी राजा, जाजरकोटे राजा भनेर यहाँ नाता गाँसिदिने। तर त्यहाँको जनतामाथि चाहिँ उपेक्षा गरेर त्यहाँको वर्ग निर्माणमा काम गर्यो हैन। त्यसै गरी अनि कर्णाली नदी काटेर गइसकेपछि हामी पहाडमा पाउँछौँ त्यहाँ खस डोटेली सभ्यता, डोटेली भाषिक सभ्यता पाउँछौँ त्यहाँ। त्यो डोटेली भाषिक सभ्यताले चाहिँ 2019 सालसम्म पनि काठमाडौँसँग कुनै न कुनै ढङ्गले विद्रोह गरिरहेको हुनाले त्यसमाथि चाहिँ लगातार दमनकै प्रक्रिया चलाइयो र त्यहाँको सुदूरपश्चिम जसलाई हामी भन्छौँ कर्णाली पारी, त्यहाँको वर्ग निर्माणमा त्यो क्षेत्रीय उत्पीडनले असर गर्यो हैन। अब मुस्लिमहरूमाथि चाहिँ के भयो त भन्दाखेरि धार्मिक उत्पीडन हुन पुग्यो, जसको कारणले मुस्लिमहरूको वर्ग निर्माणमा त्यसले असर पार्यो। यसरी नेपालको वर्ग निर्माण जब वर्गको कुरा गरिन्छ भने यो चाइनाको जस्तो वर्गको कुरा गरेर हुँदैन। जस्तो कि चाइनामा माओ थर भएको मान्छे राजा पनि हुनसक्छ, माओ थर भएको मान्छे दास पनि हुनसक्छ। तर नेपालमा पोडे भन्यो भने त्यो कहिले पनि राजा हुँदैन
र त्यसको ज्यापुको जति पनि जमिन हुँदैन। श्रेष्ठको जति त कुरै छोडिदिउँ होइन। भनेपछि नेपाल चाहिँ कस्तो देश बन्न पुग्यो त भन्यो भने राष्ट्रियताहरू पनि राष्ट्रियतामाथि गरेको उत्पीडन पनि वर्ग निर्माणको निम्ति काम गरिरहेछ, जातको आधारमा गरिएको उत्पीडनले पनि वर्ग निर्माणमा काम गरिरहेछ, क्षेत्रीय उत्पीडनहरूले पनि वर्ग निर्माणमा काम गरिरहेछ। भनेपछि नेपालका राष्ट्रियताका आन्दोलनहरू जो जातिहरूको पहिचानको आन्दोलन भन्छ त्यो वर्गीय आन्दोलनको अभिन्न अङ्ग हो। किनकि तामाङ किन त्यस्तो उत्पीडित छ त भन्यो भने तामाङ भएको हुनाले दमन गरे हुनाले छ। भनेपछि उसको वर्ग नै उसमाथि जातीय दमनको कारणले बन्न पुग्या हो होइन। दलित अहिले किन गरिब छ त भन्यो भने त्यो जातलाई सम्पत्ति राख्ने अधिकार नदिएको हुनाले बन्न पुग्या हो। भनेपछि नेपालको वर्गको कुरा गर्दाखेरि चाहिँ जातीय उत्पीडन, जातगत उत्पीडन र क्षेत्रीय उत्पीडनलाई गाँसेर बुझ्यो भने चाहिँ वर्ग र यिनीहरूको समस्या एक ठाउँमा आउँछ। यसलाई बिल्कुल अलग अलग हो र वर्गको कुरा गरे सबै कुरा पुग्छ भनेर कसैले भन्छ भने त्यो ठुलो गम्भीर षड्यन्त्र हो मैले बुझेको। अब चाहिँ जुन चाहिँ संविधान आइसकेको छ, नयाँ संविधान, यसले सबैको लागि बाटो खुल्ला छ। प्रतिस्पर्धात्मक रूपमा जाने हो भने जसलाई पनि बाटो खुल्ला, तपाईँको सबै चिजमा स्वतन्त्र, व्यक्तिगत रूपमा सबैको अधिकार छ। यति अधिकार त अरू संविधान अरू चाहिँ देशहरूमा पनि पाइँदैन। लैङ्गिक रूपमा भन्ने हो भने त अझ बढी अधिकार छ भनिन्छ। कस्तो लाग्छ कि अब चाहिँ यो समस्याहरू, यो जातीय भन्नुहोस्, यो वर्गीय भन्नुहोस्, तपाईँले जुन विश्लेषण गर्नुभयो मुलुक ऐनबाट पृथ्वीनारायण शाहको एकीकरणको नाममा गरिएको जुन गोर्खा राज्य विस्तार पछिको भन्दाखेरि अब यी मुद्दाहरू, यिनीहरूको समस्या समाधान यो संविधानले, यो अहिलेको अव्यवस्थाले गर्छ। अब संविधान बनाउने पहिलो संविधान सभामा म आफै पनि थिएँ, दोस्रो संविधान सभामा म थिइनँ। त्यो संविधानको समग्र कुराहरूलाई हेर्दा यहाँ नेपालमा कहिलेकाहीँ अचम्मका कुरा हुने गर्छन्। विश्वमै नभएको राम्रो संविधान भनेर जो भनिन्छ नि, अनि विश्वमा भएको भन्दा राम्रो यहाँ केही हुनुहुन्न र भने होइन, यो अचम्म मानिन्छ क्या। विश्वमै नभएको राम्रो संविधान भने विश्वमा भएको भन्दा राम्रो यहाँ बनाउन मिलिहाल्छ नि, त्यो त अर्कै कुरा भयो। तर त्यो होइन, त्यो कुरा चाहिँ सत्य कुरा होइन। अहिले पनि तपाईँले संसारका संविधानहरू हेर्नुभयो भने, ल्याटिन अमेरिकी संविधानहरूलाई हेर्नुभयो भने त्यो धेरै नै माथिल्लो स्तरका केही छन् होइन। तपाईँ स्क्यान्डिनेभियन मुलुकका संविधानहरू हेर्नुभयो, त्यहाँको व्यवस्था हेर्नुभयो भने पनि योभन्दा केही फरक र राम्रा व्यवस्थाहरू त्यहाँ छन्। तर यो कुरा चाहिँ के हो भने हिजोको संविधान भन्दा होइन 47 को संविधान भन्दा चाहिँ यो प्रगतिशील छ। एक यसको विशेषता, किनकि 47 को संविधानले के भन्छ भने दलित, महिला, जनजाति संसदमा आए पनि हुन्छ, नआए पनि हुन्छ भन्छ, मुस्लिम पनि, मधेसी पनि होइन। तर यो संविधानले के भन्छ त भने संसद मात्रै होइन कि तल्लो तहसम्म नै त्यो स्थानीय तहमा भएका समुदायहरू चाहिँ थोरै भए पनि, जति भए पनि आउन चाहिँ पर्छ भन्छ यसले। भनेपछि यो उदार प्रकृतिको सुधारवादी संविधान बन्न पुगेको छ होइन। उदार प्रकृतिको यो क्रूर त देखिँदैन, आउनु त पर्ने भयो होइन। एउटा सदस्य मात्रै भए पनि 2 जना महिला आउने होइन। भनेपछि त्यो हिजो नआए नि हुने भन्दा यो प्रगतिशील भयो। तर यसको आम चरित्र चाहिँ के हो त भन्यो भने यो उदार चरित्रको सुधारवादी संविधान हो। यसले नेपालका उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्गको जीवनमा आमूल परिवर्तन यसले ल्याउँदैन। यसले केही सुधार चाहिँ गर्छ होइन, आमूल परिवर्तन यसले ल्याउँदैन। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा हामीले विश्लेषकलाई बोलाएका छौँ र विश्लेषक उहाँ आहुतिजी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ। अहिले भने छोटो विश्रामपछि पुनः हामी उहाँसँग कुराकानीतर्फ लाग्नेछौँ। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला
इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई म स्वागत गर्न चाहन्छु। आज हामीले विश्वभक्त दुलाल, उहाँ आहुति भनेर चिनिने राजनीतिक विश्लेषक र उहाँसँग कुराकानी गर्दैछौँ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वर्गीय, जातीय र दलितको सवालमा कसरी सम्बोधन गर्न सकिन्छ, अहिलेलाई कसरी लिन सकिन्छ, यो संविधानले कसरी समाधान गर्न सक्छ त, यी मुद्दाहरू विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। उहाँसँग पुनः कुराकानीतर्फ लागौँ। तपाईँले भन्नुभयो यो संविधान, अहिले जारी भएको संविधान भनेको 47 भन्दा अग्रगामी, एकदमको उत्पीडित समुदायको वर्गीय रूपमा, जातीय रूपमा, हरेक सवालमा क्षेत्रीगत रूपमा उत्पीडित समुदायको लागि केही स्थान भएको, तर आमूल परिवर्तनवाला होइन भन्नुहुन्छ। तर एक थरी अहिले त राजनीतिक पार्टीका नेताहरू अब यो यस्ता कुराहरू एकदम चाहिँ समान अधिकार पाइन्छ मुलुकमा, यो चिज चाहिँ कुरा गर्नुपर्ने, अब आर्थिक समृद्धि मात्रै गरे पुग्छ भन्नेहरू पनि नेताहरू, सार्वजनिक रूपमा अभिव्यक्ति दिने पार्टीका नेताहरू अब चाहिँ सबैले यही कुरा भनिरहेका छन्। भन्दाखेरि तपाईँको यो विषयमा त फरक मत भयो नि त, होइन? यो समाधान नभइकन कि आर्थिक रूपमा समृद्धि भइसकेपछि यो सबै चिज अब समाधान हुन्छ? होइन, आर्थिक रूपमा पहिलो कुरा के छ भने आर्थिक रूपमा समृद्धि हुन्छ भनेर उहाँहरूले जे भनिराख्नु भएको छ नि, त्यो नै हुँदैन। किन हुँदैन त भने यहाँको राजनीतिक पार्टीहरू र संविधानले समाजवादतिर जाने भन्छ, तर त्यो सहभागितामूलक समाजवाद हो कि होइन, वा त्यो चाहिँ कसले भनेको त समाजवाद हो? हिटलरले पनि आफ्नो पार्टीको नाम समाजवादी राख्या हो, होइन? त्यसपछि इन्दिरा गान्धीले नि समाजवादी ल्याउँछु भनेर सङ्कटकाल लगायो, होइन? भनेपछि समाजवाद एउटा अमूर्त चिज भएको छ। र जहाँ अहिले नेपाली समाज चाहिँ अथवा विश्व समाज अहिले कहाँ पुगेको छ त भने भूमण्डलीकृत पुँजीवादको लुट छ अहिले, जसलाई हामी बहुराष्ट्रिय पुँजीवाद पनि भन्न सक्छौँ, जसलाई हामीले निगमीकृत पुँजीवाद पनि भन्न सक्छौँ, अथवा यो चाहिँ बहुराष्ट्रिय भूमण्डलीकृत पुँजीवाद छ। यो भूमण्डलीकृत पुँजीवादसँग लड्ने, त्यो दलाल पुँजीसँग लड्ने कार्यक्रम नभइकन नेपाली समाजको समृद्धि कसरी हुन्छ? तपाईँको टोलमा चाहिँ बहुराष्ट्रिय कम्पनीका चाहिँ मार्टहरू खुलिसके, तपाईँले कमाएको सम्पत्ति जति चाहिँ त्यो मार्टले सिङ्गापुरदेखि लिएर विश्व लगिसक्यो। त्यो मार्ट ल्याउने मान्छे नेपालमा एउटा कुनै एजेन्ट छ, उसले केही थोरै पैसा कमाउने भयो भनेपछि सामान पनि बहुराष्ट्रिय कम्पनीको, अनि सामान बेच्ने संस्था मार्टहरू पनि बहुराष्ट्रिय कम्पनीको भइसकेपछि अनि देशभित्रको राष्ट्रिय स्वाधीन पुँजी चाहिँ कसरी बन्छ? बन्दैन। त्यसकारण बहुराष्ट्रिय पुँजीसँग, बहुराष्ट्रिय दलाल पुँजीसँग लड्ने योजना नभएसम्म, लड्ने कार्यक्रम नभएसम्म नेपाली समाजमा समृद्धि सम्भव नै छैन। एक, उहाँहरू भन्नुहुन्छ अमेरिका, चाइना, बेलायतको कुरा गर्नुहुन्छ। अमेरिका, चाइना, बेलायत भन्ने देशहरूले त समृद्धि के कारणले गरे त भनेदेखि विश्वभरि लुट मचाएर, विश्वभरि कतै खनिज लुटेर, कतै कोकाकोला बेचेर, कतै हतियार बेचेर संसारभरि अफ्रिका, ल्याटिन अमेरिका र एसिया लुटेर लग्या हुनाले पो आफ्नो मजदुरलाई उहाँहरूले बढी पैसा दिन सक्या त, ठुल्ठुलो सडक बनाउन सक्या त। हामी कसलाई लुट्ने? एक, अनि लुटेर ल्याएछौँ भने पनि त्यो समृद्धि कस्तो हुनेवाला छ त भने श्रमिकहरूले चाहिँ 18 घन्टा काम गर्नुपर्ने र पनि जीवन राम्रोसँग चलाउन नसक्ने, र मुठ्ठीभर मानिसहरू 1-2% मानिसहरूले चाहिँ लाखौँ लाख कार किन्ने र अनि सडक जाम भएपछि ठुलो सडक बनाउने, होइन? दोस्रो कुरा। तेस्रो कुरा चाहिँ के छ त भने यो समृद्धि भन्ने कुराले नेपाली जनताका उत्पीडितहरू चाहिँ समृद्ध नहुने, होइन? उत्पीडितहरूको चाहिँ जीवनमा समृद्धि नआउने, तर निश्चित पुँजीपति वर्गले मात्रै नाफाको ठुलो अंश लिने। जस्तो कि तपाईँले हिजो मात्रै पत्रिकामा हेर्नुभयो नि त, होइन? 82% पुँजी चाहिँ 2% मान्छेको हातमा छ संसारमा, होइन? संसारको पुँजीको कुरा गर्ने हो भने 82% पुँजी 2% को मान्छेको हातमा जम्मा हुन पुग्यो भनेपछि समृद्धि कसको निम्ति हो त अहिले संसारलाई? भनेपछि त्यही 2% मान्छेहरूको निम्ति चाहिँ समृद्धि भयो। अफ्रिका, हामी ल्याटिन अमेरिका, हामी एसियनहरूको निम्ति चाहिँ जीवन जहिले पनि उपभोग गर्दा गर्दै सिद्धिने, उपभोग गर्दा गर्दै सिद्धिने, कहिले पनि नबत्ने भयो। त्यसकारण मेरो प्रश्न के हो भने राजनीतिक क्रान्ति सकियो भनेर जसले भन्छ त्यसले त कुनै पनि राजनीतिक सिद्धान्तको विरुद्ध बोल्यो भन्ने छ मेरो। किनकि वर्ग समाज रहेसम्म
समाजमा समस्याहरू रहेसम्म राजनीतिक परिवर्तन किन आवश्यक हुँदैन? किन हुँदैन हैन? जबकि देखिरहेको छ कि यो अहिले बनेको संसदमा चाहिँ सबै मान्छेले भनेका छन् कि मेरो प्रतिनिधित्व पुगेन भनिराख्ने हैन। अनि कसैले चाहिँ भन्ने कि राजनीतिक क्रान्ति पुरा भयो पनि भनिदिइराख्ने। भनेपछि के त नेपाली समाज अब राजनीतिक रूपमा यहाँभन्दा अगाडि कहिले जाँदैन? कहिले नै जाँदैन भने उहाँले समाजवाद किन ल्याउँछु भने त समाजवाद त आफै राजनीतिक व्यवस्था हो नि त। समाजवाद चाहिँ उहाँले ल्याउने भन्ने तर राजनीतिक क्रान्ति पुरा भयो भन्ने मिल्छ त? मिलेन नि त। कि त समाजवाद भने चाहिँ राजनीतिक क्रान्ति होइन भन्न पर्यो, राजनीतिक व्यवस्थै होइन त्यो भन्न पर्यो। त्यो समाजवादमा जाने भन्ने तर राजनीतिक क्रान्ति पुरा भयो भन्ने, यो आफैमा उहाँहरूको हास्यास्पद तर्क हो। यो मिल्दैन कुरा, कुनै शास्त्रबाट हेर्दा नि मिल्दैन। एक दोस्रो कुरा चाहिँ नेपालको जस्तो कि नेपालका दलितहरू, नेपालका जनजातिहरूका उनीहरूका राष्ट्रियता सम्बन्धी मुद्दाहरू हल नगरिकन नेपाल कसरी एकीकृत हुन्छ? कसरी हुन्छ? किन भावनात्मक रूपमा एक नभइकन त्यो देशले प्रगति गर्छ त? भावनात्मक रूपमा एक नभइकन निरङ्कुशता लागेर प्रगति गरौँ भन्ने हो भने नेपालका आन्तरिक राष्ट्रियताका सम्पूर्ण सांस्कृतिक धरोहर ध्वस्त हुनेवाला छन्। जसरी नेपाल भाषा ध्वस्त हुने प्रक्रियामा लगियो नि पञ्चायत कालभरि, राणा कालभरि, त्यसै गरी अरू भाषा पनि सिद्धिनेवाला छन् हैन। उनीहरूको सांस्कृतिक गौरवहरू सिद्धिनेवाला छन्। उनीहरूले साँचेर ल्याएको औषधि विज्ञान सिद्धिनेवाला छ। उसले साँचेर ल्याएको धेरै धेरै इतिहासको हजारौँ वर्षदेखि साँचेर ल्याएको चिज सिद्धाएर अनि समृद्धि हुन्छ त? यो त हुँदैन नि। समृद्धि भन्या त त्यो होइन नि। समृद्धि भन्या त दुईटा परिभाषा छ। एउटा समृद्धि भनेको ठुल्ठुलो घर बनाइदिने, ठुल्ठुलो सडक बनाइदिने, सुरुङ खनिदिने हैन, प्रकृति ध्वस्त बनाइदिने हैन, ठुला ठुला कारखाना खोलेर चाहिँ वायुमण्डल पनि सिद्धाइदिने र निश्चित पुँजीपति शासकहरूले चाहिँ पैसा जम्मा गर्ने र मान्छे चाहिँ पृथ्वी ध्वस्त हुँदैछ भनेर थाहा पाउँदै पृथ्वी सिद्धिने र मानव जाति सङ्कटमा पर्ने एउटा समृद्धि यो। पुँजीवादले ल्याएको समृद्धि यही हो। लन्डनमा कहिलेकाहीँ बाहिर निस्किन नि सकिन्न भने के हो त? त्यो घाम नलागेर हैन, यति चाहिँ कुहिरो जम्मा हुन्छ त्यो प्रदूषणले कि मान्छेहरू निस्किन सक्दैन। उनीहरू भन्छ हामी सबभन्दा समृद्ध। कस्तो समृद्ध त? प्रकृति ध्वस्त पार्नेहरू समृद्ध? कसरी भयो त? मिलेन त्यो कुरा। अर्को समृद्धिको कुरा छ कि मानवीय जीवनका आवश्यकताहरू र मानवता र मान्छेले हजारौँ वर्षदेखि निर्माण गरेका सम्पदाहरूको रक्षासहित मानव जीवनलाई समृद्ध बनाउने दोस्रो समृद्धि हो। उहाँहरूले कुन खालको समृद्धि भने? उहाँहरूले कुन खालको समृद्धिको परिभाषै छैन हैन। जस्तो कि बानेश्वरको सडक ठुलो पार्यो भनेर धेरै मान्छेलाई के पर्याछ त भने जनताको सेवा भयो भन्ने पर्याछ। तर मेरो कुरा त्यो छैन। बानेश्वरको त्यो ठुलो सडक कसलाई चाहिएको हो? कसलाई चाहिएको हो त भने निश्चित वर्गका मान्छेले लाखौँ लाख कार किने, उनीहरूको कार जाम भयो। सर्वसाधारण अथवा श्रमजीवीहरूलाई त 500वटा बस हालिदिने हो भने 2 लेनको सडक भए पुग्छ। कसको लागि चाहियो त? त्यसकारण समृद्धिको पनि परिभाषा हुनु पर्यो, वर्गीय परिभाषा हुनु पर्यो भन्ने मलाई लाग्छ। अहिले जुन चाहिँ राजनीतिक पार्टीहरूले भनिरहेका छन् नि, अब आर्थिक समृद्धिको लागि अगाडि बढ्ने हो, सबै चिज समस्या समाधान भयो भन्ने कुरा जुन गरिरहेका छन्, अब यो मुद्दाहरू तपाईँले भन्नुहुन्छ कि यो जातीय मुद्दा, वर्गीय मुद्दा, दलितको मुद्दा, यो समाधान नभइकन समृद्धिको अर्थ छैन भन्ने तपाईँको आशा हो? पहिलो कुरा त समृद्धि नै हुँदैन, हुँदा पनि हुँदैन। भयो भने पनि उहाँहरूले कस्तो समृद्धि गर्नुहुन्छ त? अब यो समाधानको लागि उपाय के हो त? होइन, समाधान गर्ने वर्गीय भयो, दलितको भयो, क्षेत्रीय मुद्दा भयो, जातीय मुद्दा भयो, यो समाधानको उपाय अरू के हुन सक्छ त? अब यहाँ केही कुरा मलाई भन्नु छ यो विषयमा चाहिँ। जस्तो कि नेपालको चाहिँ यो पहिचान वा जातीय मुद्दा जसलाई भनियो त्यो पनि ठिक उठान भएको छैन। उठान भएको छ, त्यसले दिशा ठिक पाएको छैन। एउटा चाहिँ यसले के भाव छर्दियो त भन्दाखेरि हाम्रो भाषा संस्कृतिको रक्षा गर्ने हो भन्ने हो, एउटा त्यस्तो बुझियो। अनि गैर जनजातिले के बुझ्यो त भने यो यिनीहरूको भाषा संस्कृति रक्षा गर्ने विषय रहेछ क्या भनेर बुझ्यो। कुरा त्यसो होइन। आन्तरिक राष्ट्रियताको मुद्दा भनेको वा जाति वा नेसन वा नेसनालिटीको मुद्दा भनेको विभिन्न सभ्यताहरूले हजारौँ वर्ष लगाएर निर्माण गरेका ज्ञान र सांस्कृतिक सम्पदाबाट अर्को सभ्यतालाई पनि सेवा गर्ने कुरा हो। भनेको जस्तो कि नेवार जातिले
छोइला बनाउने उसको कल्चर थियो भने उसको त्यो ज्ञान हो। त्यो ज्ञान बच्यो भने चाहिँ छोइला आविष्कार नभएको समुदायले पनि खाँदा आनन्दित हुन्छ र उसको पनि सेवा हुन पुग्छ हैन। यो कुरा हो। भनेपछि यो चाहिँ सम्पदाहरूको रक्षा र ज्ञानहरूको रक्षा गरेर सिङ्गै मानव जातिलाई सेवा गर्ने भन्ने हो पहिचानको मुद्दा। तर यहाँ के भयो त भने जनजातिले उठाउँदाखेरि पनि हाम्रो मुद्दा भने जस्तो मात्रै, अनि गैर जनजातिले बुझ्दाखेरि उनीहरूको मुद्दा भने जस्तो। पाटन सहरमा हेर्नुहोस् है, म एउटा भन्नु, पाटन सहरमा हरेक वर्ष मच्छिन्द्रको रथ चाहिँ नेवारहरूको नेतृत्वमा 1 महिनासम्म घुमाएको घुमाइ छ। प्रत्येक टोलमा पुग्ने बित्तिकै भोज खाएको खाइ छ। ठिक छ, संस्कृति ठिक छ। तर त्यही मङ्गल बजारमा बहुराष्ट्रिय कम्पनीले आएर चिउरा बेच्न थाल्यो। पाटनका नेवारहरूको पैसा लिएर विदेश लान थाल्यो। तर पाटनको ज्यापु समाज वा जनजाति समाजहरू, नेवार सङ्गठनहरू वा कुनै पनि आन्तरिक राष्ट्रियताको निम्ति लडेका सङ्गठनहरूले त्यो बहुराष्ट्रिय कम्पनीसँग कसरी लड्ने भनेर योजना नबनाउने हो भने चाहिँ अब जनजाति आन्दोलनको स्थिति झनै बिग्रिनेवाला छ। त्यसकारणले नेपालमा आन्तरिक राष्ट्रियताको 2टा पाटो छ। एउटा जातिहरूको अधिकारलाई सम्पन्न गर्ने भनेको देशलाई फेरि जोड्ने भने हो। मन दुखिया छ मान्छेको, त्यो मनलाई फेरि जोड्ने एक। दोस्रो, त्यसरी जोड्न सक्यो भने मात्रै हामी चाहिँ अन्तर्राष्ट्रिय बहुराष्ट्रिय पुँजीसँग वा दलाल पुँजीवादसँग लड्न सक्छौँ भने हो हैन। दलाल पुँजीवादसँग नलडेसम्म नेपाल कसरी समृद्ध हुन्छ? हुनै सक्दैन नि त। किन पैसा जति उतै जान्छ। हामी खान्छौँ, पैसा उसले लान्छ। हामी किन्छौँ, पैसा उसले लान्छ। अनि यहाँ कसरी पुँजी बन्छ? बन्दैन। त्यसो भएको हुनाले अब के जरुरी छ त भने जनजाति आन्दोलनलाई पनि एक स्टेप माथि उठाएर राजनीतिक ढङ्गले अगाडि बढाउनु जरुरी छ र राजनीतिक आन्दोलन पनि अबको भूमण्डलीकृत पुँजीवादसँग लड्ने समाजवादी राजनीतिक आन्दोलन अब उठाउनु जरुरी छ। यो 2टा कुराले मात्रै अब हामी फेरि समृद्ध नेपाल बनाउने यात्रा पनि त्यो दिशाबाट मात्रै सम्भव देखिन्छ। अब छोटोमा बताइदिनुहोस् न, यो चाहिँ आदिवासी जनजातिहरूले उठाइरहेको यो भाषिक मुद्दा, प्रतिनिधित्वको मुद्दा, यो मुद्दा सम्बोधन आवश्यकता के कस्तो छ त? होइन, उनीहरूलाई आवश्यक लागेको छ त किन जरुरी छैन? के यो चाहिँ के 100 वर्षको 200 वर्षको निम्ति संविधान बनाए हो? यो होइन। संविधान भनेको जहिले पनि होइन अर्काको चिहानमाथि बन्छ, जन्मिन्छ र त्यही चिहानमा मर्छ। संविधान भनेको त्यही हो। अर्को संविधान गाडेर ठाउँमा जन्मिने हो अनि त्यही गाडेर ठाउँमा आफू पनि आफ्नो उमेर भएपछि गाडिने हो र अर्को बनाउने हो। त्यसकारण संविधान लागू भएको 21 गते छ नि, अस्ति 21 गते, अस्ति 21बाट संविधान आधारभूत रूपमा लागू सुरु भयो र त्यसले अब जनताको सेवा गर्न नसक्ने चिजहरूको त्यही 21 गतेदेखि अब त्यसको आलोचना पनि सुरु हुनुपर्छ, हुन्छ। नागरिक परिवर्तन चाहिँ आवश्यकता छ यो संविधानमा तपाईको भनाइ? संसारभरि परिवर्तन आवश्यकता छ, यहाँ किन आवश्यकता छैन? अहिले मान्छे गाउँ-गाउँमा, किन वास्तविक देशको चित्र त ओडामा गएपछि देखिन्छ नि। ओडामा मान्छे भोकभोकै छ, मान्छे लुटमा परिरहेछ हैन। देशभित्रको परिवार छोडेर मान्छे 45 लाख मान्छे बाहिर छ। अनि यो के समस्या होइन? यो संविधानले त 45 लाख मान्छे बोलाएर ल्याउनु त सक्छ त, आउँछ त। अनि यो लुट तन्त्र, यो भ्रष्टाचार के हो त फेरि हैन? भनिसकेपछि त यो व्यवस्था भन्या पनि हामीले बुझ्नु पर्यो। हिजोभन्दा यो एक कदम प्रगतिशील भयो। हिजो सामन्ती युग थियो, आज मोटामोटी पुँजीवादमा हामी आयौँ। अब यो पुँजीवादबाट हामी समाजवादतिर जानु छ। त्यो भनेको सबै जनताको अधिकार हुने समाजवादतिर जानु छ। त्यो राजनीति अब सुरु भइसक्यो नि, सुरु भइ नै सक्यो नि। माग राखिरहेको छ मान्छेले, हामीलाई चाहिन्छ भनिरहेको छ, त त्यसलाई सम्बोधन गर्ने राजनीति आउँदैन त? आउँछ नि। तपाईँले समय दिनुभयो, यति धेरै आफ्नो विचार र आफ्नो जानकारी राख्नुभयो, यसको लागि धन्यवाद। फेरि भेटौँ। नमस्कार। तपाईँको टिमलाई पनि धन्यवाद। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला